आजभन्दा धेरै वर्ष अगाडिको कुरा हो, जहाँ एउटा सुन्दर गाउँ थियो। गाउँबाट सहरसम्म छुने एउटा पुरानो रोड पनि थियो। रोडको दुवैतिर निकै घना जङ्गल थियो। रातिको समय त्यो रोड प्राय खाली नै हुने गर्थ्यो। गाउँदेखि सहरसम्म पुग्ने अर्को नयाँ पिच रोड पनि बनिसकेको थियो, तर पुरानो रोडबाट जाँदा छिटो पुगिने भएकोले ड्राइभरहरू पुरानो रोडबाट पनि कहिलेकाहीँ जाने गर्थे। पुरानो रोडको बारेमा गाउँका धेरै मानिसहरूले विभिन्न कुराहरू भन्ने गर्थे र पुरानो रोडलाई भुतिया रोड पनि भनिने गरिन्थ्यो। रातिको समयमा पुरानो रोडमा सेतो लुगा लगाएको, लामो लामो कपाल र उल्टो खुट्टा भएको भूत देखिन्छ भनेर गाउँलेहरूले भन्ने गर्थे। त्यो रोडबाट जाँदा गाडीहरू पनि धेरै एक्सिडेन्ट हुने गर्थ्यो र धेरै मानिसको मृत्यु पनि भइसकेको थियो। 2050 साल माघ 1 गते पूर्णिमाको रात। यो कहानी हो राजुको। राजु एक इमान्दार व्यक्ति थियो। राजुले गाउँमा भूत प्रेत भगाउने कामका साथै ड्राइभरको काम पनि गर्थ्यो। एक दिनको कुरा हो, सधैँ जसो सागसब्जी र अन्य सामानहरू बोकेर लैजाने एउटा ठुलो ट्रकको ड्राइभर अचानक बिरामी परेर हस्पिटल पुर्याइएको थियो। त्यो व्यक्ति राजुको मिल्ने साथी थियो। सागसब्जी बिग्रिन्छ भनेर मालिकले राजुलाई ट्रक जसरी भए पनि बिहानसम्म सहर ल्याइपुर्याउनु भनेर भनेका थिए। साँझ पनि भइसकेको थियो। त्यसपछि राजुले ट्रक लिएर सहरतर्फ बढ्यो। छिटो पुगिन्छ र सहर पुगेर आराम पनि गर्न पाइन्छ भनेर राजुले ट्रकलाई त्यो पुरानो रोडबाट लैजाने फैसला गर्यो। गाडी केही घन्टासम्म कुदाइरहँदा पनि तर जब घना जङ्गल र रात बढ्दै गयो, करिब रातको 12 बजिसकेको थियो। रोड पनि सुनसान थियो। जङ्गलबाट डरलाग्दो आवाजहरू पनि आइरहेको थियो। राजु एक्लै भएकोले उसलाई थोरै डर चाहिँ लागिरहेको थियो। त्यतिखेर नै सडकको साइडमा एउटा राम्रो र लगभग उमेर 20 वर्षदेखि 25 वर्ष भएको युवतीले ट्रक कुदाइरहेको राजुलाई इसारा गर्दै लिफ्ट मागिरहेको थियो। ती पनि धेरै भएको र एउटा एक्लै युवतीलाई जङ्गलको बिचमा छोड्नु सुरक्षित नहोला भनेर राजुले मानवताको खातिर ट्रक रोक्यो। राति भएकोले युवतीको अनुहार पनि मजाले देखिएको थिएन। युवती ट्रकमा चढिन् र चुपचाप केही नबोली बसिरहिन्। राजुको मनमा धेरै प्रश्नहरू थियो र राजुले युवतीलाई, नानी तिमी यति राति कहाँ हिँडेको, कोसँग आएको र एक्लै के गर्दैछौ भनेर सोध्यो। तर युवती तलतिर हेरिरहेको थिइन् र केही नबोली बसिन्। राजुले ट्रकको आवाजले गर्दा नसुनिएको होला भनेर फेरि ती महिलालाई सोध्न थाल्छ। तर अचानक ती युवती ठुलो ठुलो आवाज गर्दै हाँस्न थाल्छिन्। यस्तो डरलाग्दो आवाज सुनेर राजु निकै डराएको थियो। त्यो युवती एक किस्कण्डी थिइन् र उसको खुट्टा पनि उल्टो रहेछ। त्यो युवतीले राजुलाई गाडी रोक नत्र तँलाई छोड्ने छैन भनेर भन्न थाल्यो र युवती आफ्नो असली रूपमा आयो। त्यो युवतीले राजुलाई अचानक आक्रमण गर्न खोज्यो। उसले हतार ट्रकको ब्रेक हान्यो र भूत प्रेत भगाउन आउने भएकोले राजुले केही मनमनै मन्त्र पढ्न थाल्यो।
किचकन्डीले त्यो मन्त्र सुनेपछि तँलाई म छाड्ने छैन भन्दै कराउन थाल्यो र एकछिनपछि त्यहाँबाट भाग्यो। राजुले हतार हतार गर्दै ट्रक स्टार्ट गर्यो र त्यहाँबाट निस्कियो। राजु सही सलामत त्यहाँबाट निस्कियो र ऊ सही सलामतै सहर पुग्यो र उसले सबै कुरा आफ्नो साथीहरूलाई पनि सुनायो। त्यो दिनदेखि रातिको समयमा कोही पनि भुतिया रोडबाट हिँड्दैनथे र रोड सधैँको लागि बन्द गराइयो।